स्मिता। थ्याङ्क यू रमेश सरलाई मलाई यो अपर्च्युनिटी दिनुभएकोमा। आफूभन्दा यति धेरै अग्रज व्यक्तित्वहरू यहाँ हुँदै पनि, गुरुहरू यहाँ हुँदै पनि आफ्नो केही अनुभवहरू सेयर गर्न पाए धेरै खुसी लागेको छ। मैले केही इन्फर्मेसन दिनु भनेको हुन त सूर्यको अगाडि दियो देखाए जस्तो हो होइन, तैपनि आफूले केही प्रयास गर्छु। यदि गल्ती भयो भने माफ गरिदिनु होला। सर्वप्रथम त मैले आफ्नो परिचयबाट सुरु गर्न चाहे। सम्पूर्णलाई नमस्ते, गुड मर्निङ डिएक्सन। मेरो नाम जसप्रिता अधिकारी, घर प्रदेश नम्बर 2 रौतहट जिल्ला चन्द्रपुर नगरपालिका। हाल चाहिँ म बीबीएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी हो कमर्सको। म चाहिँ हेटौँडा बसेर पढिरहने क्रममा रमेश सरको माध्यमबाट डिएक्सनमा चाहिँ आबद्ध हुने एउटा अपर्च्युनिटी मौका पाएँ। त्यसको लागि मलाई मौका दिनुभएकोमा र मेरो पर्फर्मेन्सलाई चाहिँ डेभलप गर्नको लागि सहयोग गरिदिनु भएकोमा रमेश सरलाई धेरै धेरै धन्यवाद। र मैले डिएक्सनमा आज मैले केही आफ्नो अनुभवहरू यहाँहरू सामु सेयर गर्न गइरहेको छु। म डिएक्सनमा किन आएँ भन्ने कुरा मेरो आफ्नै एनालाइसिसमा यहाँहरूलाई सुनाउन चाहन्छु। र डिएक्सन किन जरुरी छ अनि जब र डिएक्सनको डिफरेन्स के हो, मैले आफैले अध्ययन गरे अनुसार, मैले आफै अनुभव गरे अनुसार छोटो समयमा नै भए तापनि आफूले एक्सपिरियन्स गरेका कुराहरू चाहिँ मैले यहाँहरू सामु राख्न चाहे। म डिएक्सनमा चाहिँ आउनुको सबैभन्दा प्रमुख उद्देश्य भनेको चाहिँ म आफै हेल्दी हुनको लागि मैले डिएक्सनलाई चुज गरेको हो। मैले आफू हेल्दी हुनको लागि, आफ्नो परिवार हेल्दी हुनको लागि अनि एउटा समुदाय नै अनि राष्ट्र नै हेल्दी बनाउने ठुलो उद्देश्य लिएर डिएक्सनमा आएको छु। हामी सम्पूर्णलाई यो थाहा नै छ कि हेल्थ इज वेल्थ। हामीले सानैदेखि नै हेल्थ इज वेल्थ, सानो कक्षादेखि नै स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो भनेर पढिराख्दाखेरि स्वस्थ हुनको लागि चाहिँ के कस्ता बानी बेहोराहरू अपनाउनु पर्छ भन्ने कुराहरू पढिरहँदाखेरि चाहिँ ती कुराहरूलाई व्यवहारमा उतार्न नसकेको अथवा उतार्न नचाहेको कारणले गर्दाखेरि चाहिँ हामीले विभिन्न किसिमका समस्याहरू भोग्नु परेको छ। र म यो डिएक्सनमा आउनुको कारण चाहिँ मलाई रोग लागेर निको हुनको लागि म आएको होइन, म चाहिँ रोगै लाग्न नदिनको लागि चाहिँ मैले डिएक्सनलाई चुज गरेको हुँ। र चाहिँ एउटा स्वस्थ व्यक्ति आफू पनि भएर आफ्नो परिवारलाई पनि स्वस्थ बनाएर एउटा समुदायलाई नै स्वस्थ बनाउने चाहिँ एउटा स्वस्थकर सोच चाहिँ मलाई बनाउनको लागि चाहिँ मैले डिएक्सनलाई चाहिँ रोजेँ। त्यसै गरेर डिएक्सनमा आएपछि स्वस्थ त यसका प्रोडक्टहरू खाएर, यसका प्रोडक्टहरू लाएर चाहिँ भइन्छ नै। त्यो हुँदै पनि म एउटा विद्यार्थी जीवनको मान्छे, फाइनेन्सियल प्रब्लमहरू धेरै फेस गर्नुपर्छ। त्यही माथि म घरभन्दा टाढा हेटौँडामा बसेर, मेरो घर रौतहट भए तापनि म हेटौँडामा बसेर पढिरहेको अवस्था हो। र त्यो अवस्था हुँदाखेरि चाहिँ फाइनेन्सियल प्रब्लमहरू धेरै एराइजेस हुने भएको कारणले गर्दाखेरि चाहिँ हेल्दी सँगसँगै वेल्दी हुने पनि एउटा प्लेटफर्म रहेछ यो। आफ्नो बेसिक निड्सदेखि लिएर लग्जरियस निड्सदेखि लिएर एउटा चाहिँ